3, 2, 1. कहाँनिर भन्नु त परिवार आज पिकनिक आएको छ होइन त साह्रै रमाइलो ठाउँमा पिकनिक छ सबैजना रमाउने छन् यहाँ बिहान चियाखानी तर्खर हुँदा चाहिँ भान्जीहरू चियाखानी त भान्जी अब आज के गर्दैछौ त बिन त गरिरहेको छ ल ल भेज पकाउनु तर्खर हुन्छ माइली यहाँ चियाखानी तर्खरमा चाहिँ ल सबजना रमाइलो गर्दैछन् रमाइन्छ नि आज एकदम रमाइन्छ सबैले चियाखानी तर्खर हुँदैछ यहाँ हाम्रो दिदीबहिनीहरू आलु तासेर च्याउ गर्दैछन् के पखाल्दै हुनुहुन्छ दिदीहरू? मलाई दिनु पर्यो मजाले एकदम किरा सिरा एकदम बालुवा सालुवा न किरिक्क लाग्ने गरेर पहाल्नुस् दिदीबहिनीहरू।
बच्चाहरू यताउता खाँदैछन्। हेलो गाइज, हेलो हेलो भन न। लेडिजहरू नाच्दैछन्। माथि ठुलो पिकनिक स्पट छ यहाँ। यता नाच्दैछन्, यतापट्टि केटाकेटीहरू पकाउँदैछन् र भने यहाँ पुच्चापुच्ची खाँदैछन्। यहाँ बुवा नाच्नु पुच्चापुच्चीहरू सानो मनोकामनाको बाटोमा सानो कुण्ड छ, कुण्डमा रमाउँदैछन्। हाम्रो यहाँ त्यही मनोकामनामै हुन्छ। सबैजना यहाँ कोही थके मारेर बसिरहेका छन्, कोही फोटो खिच्न व्यस्त छन्। बसेको मन्दिर
एकदम शान्त वातावरणमा एकदम राम्रो ठाउँमा बसेको मन्दिर छ यहाँ सबजना भक्तजनहरू दर्शन गर्दै हुनुहुन्छ। अब हामी कहाँ जाँदैछौँ मम्मी? सिस्टर फुलचोकी मन्दिर हो माथि। अब हामी जाने फुलचोकी। उता मनोकामना यता फुलचोकी। अब हामी जाने आधी टोली अगाडि हिँडे हामी यहाँ आधी टोली फोटो खिचेर पछाडि हिँड्दैछ कि कसो गाइज? एकदम ठीक। भनेपछि आजको धेरै पछाडिको पिकनिकमा हामी रमाइलो गर्दैछौँ होइन त? कति पछाको पिकनिक? उहाँ पहाडी टिकटक बनाउँदैछन् ऊ। माथि चाहिँ फुलचोकी मन्दिर रहेछ। तिमीले माइजरा भन्यो भनेर भन्यो। फुलचोकी माई मन्दिरमा छौँ हामी अहिले। यहाँ सबैजना आफ्नै पारा हुन्छ पर पूजापूजी खेलदेखि लिएर सबजना फकै माथि चाहिँ यहाँ ठाडोका लाउनु पर्ने छ अलिअलि। अलिअलि फोटो सेसन हुँदैछ हाम्रो मैले फोटो सेसन गर्दैछु बुवाको। ठाउँ चाहिँ साह्रै रमाइलो छ। यहाँबाट मास्टर गयो चाहिँ फुलचोकी रहेछ क्या बुवा? 5 जना पनि नलाला होइन त?
चौरी गाईको छुर्पी बैसा जोबन फक्रिएर मेरो लागि हुर्के कोही खोलेन पानी अब शिव भिनाजुको पालो है शिव भिनाजुको पालो है अब शिव भिनाजुको सिङ्गल होइन सबैजनालाई ल है ल Wait!
राजा हामी लेलेको मनोकामनाबाट अब लेलेकै पाथी भएर आइपुग्यो होइन मिनाजु लेले पाथी भएर आइन त हो यहाँ बच्चा बच्ची एकदम रमाइलो छन् बाटो अलिक साँग्रो छ तर आउनु चाहिँ साह्रै रमाइलो भएको छ होइन माइली के छ मम्मी पूजा ठिक छ नि हामी सब पालै पालो यहाँ लेलेको पाथी भएर मन्दिर आइपुगेका छौँ पाथी भएर देवी ठुलो पाथी भएर तपाईँसँग भइहाल्यो सानो पाथी भएर आयो होइन सिटर सानो पाथी भरमा प्रणाम सबैजना हामी यहाँ ओर्लिँदैछौँ गाई जानु पाएको छैन अब यहाँ होइन अन्जा ए सानो पाथी भएर भन्नु मिल्छ सानो पाथी भएर भन्नु मिल्छ दिदी गाडी आयो फटाफट गाडी आयो फटाफट दादा सनसेट कस्तो राम्रो सनसेट हजुर सनसेट सानो पाथी भएर होइन त गाई सानो पाथी भएर होइन यस ल सबैजना हामी भक्तजन पाले पालो जाउँ त पाले पालो चिसो छ होइन जम टोली अगाडि बढौँ हामी यहाँ साँझ भएको छ सन्चेत भएको छ अहिले मान्छ समयले लगभग 6:30 भनेको छ हामी पाथीभएर मन्दिर आइपुगेका छौँ धेरै माथि छ काठमाडौँमा लगभग 30-32 डिग्री टेम्परेचर हुँदाखेरि यहाँ जाडो जस्तो अनुभूति भएको छ ठाउँ धेरै हाइटमा रहेछ सबैजना पालै पालो उक्लिँदै हुनुहुन्छ यहाँ है हामी टन्नै छौँ होइन साह्रै रमाइलो ठाउँमा रहेछ मन्दिर है जय श्री पाथीभरा देवी प्रतिकृति मन्दिर नल्लुचर कुन्जोसो ल पाथीभरा माताले जे भन्यो त्यही पुरा गरिदिनुहुन्छ है साथीहरू हामी पाथीभरा मन्दिर ठ्याक्कै आइपुग्यौँ पिकनिकको सायद अब अलिक अँध्यारो पनि हुँदैछ है हुन्छ ल पाथीभरामा है ल अब देशलाई शान्ति शान्त बनाइदिनु पऱ्यो होइन यिनीहरू भ्रष्टाचारी सबैलाई ठाउँमा ठेगान दिनु पऱ्यो सबैलाई उ गरिदिनु पऱ्यो होइन त ठुली आमा यहाँ त जे माग्यो त्यही पुग्छ हाम्रो भान्जाले यस्तो यहाँ चाहिँ एकदम राम्रो काम गर्नु भएको छ सायद खोइ गुरु कति बाहिरबाट परिचालित हुनुहुन्छ ती चढाउ न उ त्यहाँ पाथी जस्तो त्यहाँ चढाउने नि पूजा सानी मनमा नै मनोकामना भयो हेलो भाइ तपाईँ अब म यहाँ ओभरअलमा सबैलाई पिकनिक कस्तो भयो सोचेछु पूजा चाहिँ पिकनिक कस्तो भयो साँच्ची आज एकदमै रमाइलो भयो यहाँ मन्दिरमा आएपछि झन् यति धेरै मन आनन्द भयो एकदम पोजिटिभ इनर्जी सिस्टर आज पिकनिक कस्तो भयो भिनाजु एकदम झकास है धेरै पछि रमाइलो गऱ्यो होइन त ल भन्नुहोस् गाइस पिकनिक कस्तो भयो जैसा पिकनिक ठिक होइन कता सिस्टर गुड भाइ गुड है ल ठिक छ ल आज पाथीभरा भयौँ पाथीभरा माता यहाँ हुनुहुन्छ ल आजलाई हाम्रो पिकनिक सकिन्छ अब लास्टमा बाई बाई गरिन्छ होला है त विपुल छेत्री हो पिकनिक सकेर हामी अब घर लाग्दैछौँ होइन भान्जाहरू अबको पिकनिक कहिले त गाइस अब हाम्रो
अब हामी सैलुङ जाने मामा ल ठिक छ ल सकिन्छ जाउँला ल ठिक छ अब अर्को पिकनिक जानुपर्छ है